मर्निङ हेलो रसिद लेख्छ सबैजनालाई मेरो लागि अहिले गुड मर्निङ म बिहान सुट गर्दैछु होइन सत्य भएर र आज म कहाँ जाँदैछु थाहा छ तपाईँलाई मामा घर जाँदैछु मामा घर कसैको कि मामा घर होइन 2-3 घन्टा अब धेरै समय दिन लागेर जान्छ भने मेरो लागि मामा घर जम्मा 5 मिनट सो जाँदैछु र म चाहिँ के भन्छु भने मेरो गाउँठाउँतिर अब जुन ठाउँ पनि हुन्छ कि एउटै गाउँमा भएर पनि तर थरी थरीको नाम घरहरूको के घर हुन्छ नि सहरमा नम्बरले चिनिन्छ भने गाउँठाउँमा चाहिँ नामले चिनिन्छ के अब मानिलिउँ यो घर होइन यो घरको नाम चाहिँ कसरी चिनिन्छ भने घेन्जाङ घर भनेर चिनिन्छ होइन तर यो चाहिँ घेन्जाङको घर भयो घेन्जाङ भनेपछि हाम्रो गाउँमा सबैले चिन्छ कि अनि त्यसपछि अर्को यो घर भयो यो घरलाई चाहिँ कसरी चिनिन्छ भने चेरा हक चेरा दुइटा छैन एउटा चेरा यहाँ एउटा चेरा हक यो चाहिँ चेरा हकको घर भयो अर्को चाहिँ भेटघर है अर्को चेरा यहाँ भनेको यो चेरा यहाँ भयो यो चेरा हक भयो होइन अनि मेरो मामा घर चाहिँ स्पेसल ठुलो न ठुलो छ मेरो घरभन्दा त दरबार जस्तै हो हेर्नुहोस् यो मेरो मामाको घर गुम्बाको नजिकै छ होइन सो मेरो मामा घरको भित्र पनि सकेसम्म म देखाउँछु है लेट्स मेरो मामा घरमा के छ भने चाहिँ मेरो मामा घरलाई चाहिँ च्याकाचाङ भनेर चिनिन्छ कि च्याकाचाङ अनि कुखुरा छ भाले छ मिलघर भनेर पनि चिनिन्छ अहिले म मेरो मामा घर पुगिसकेँ सो मामा घरको भित्रको छोटो अलिकति क्लिप देखाउँछु होइन पहिले चाहिँ यो फुलहरू यता चाहिँ चोकाङ यता चाहिँ सरी के अरे किचन भयो अनि यो चाहिँ डामाडोल अहिले डामाडोल छ अनि यहाँ देख्न सक्नुहुन्छ अहिले प्रायः सबै मुस्ताङमा हो यस्तो बनाएको छ क्या यो सबै कसले बनाएको थाहा छ हाम्रो मामाको छोराले बनाएको हेर्नुहोस् यस्तो दामी दामी यो चाहिँ पैसा तिरेको होइन आफैले बनाएको अझै भित्रको देखाउँछु भित्रको झन् स्पेसल के छ भनेपछि हेर्नुहोस् यहाँ छ यो चित्रकला आर्टिस्ट युनदिनले बनाएको यो दाई हो यो दिदी हो यो मामा र मैजू अनि यो एउटा बाबु अनि यो चाहिँ फोटो भयो यस्तो दामी बनाएको छ होइन अनि अर्को चाहिँ के छ भने यो हेर्नुहोस् यस्तो दामी चित्रकला आर्टिस्ट कुङ्गा युनदिनले बनाएको हो सो मेरो मामा घरको भ्यू चाहिँ अनि यो चाहिँ हेर्नुहोस् यस्तो खतरा यो सबै फेरि कसले बनाएको थाहा छ मामाले बनाउनु भएको यो सबै फेरि योमा पनि पैसा खर्च गरेको छैन सबै आफैले हुन्छ नि त अब यो के भएपछि अरूले पैसा किन तिर्ने सो यति नै हो भिडियो र मेरो मामा घरको परिवारको मेन फ्यामिलीको फोटो भनेको यो पापा आमा दिदी दाइ भाइ यो नै हो सो यति नै हो र भिडियो लास्टसम्म हेर्नुभएको छ भने धेरै धेरै हो बाई